जापानमा तपाईँहरूले मस्ट ट्राई गर्नुपर्ने फुड्स। जापानिज फुडको टेस्ट हाम्रो नेपाली फुडभन्दा एकदमै डिफ्रेन्ट हुन्छ। फर्स्ट टाइम ट्राई गर्ने बेलामा त कस्तो कन्फ्युज भएको थिएँ कि यो मिठो हो कि वेड हो भनेर। तर ट्रस्ट मी, एकचोटि बानी पर्यो भने एडिक्सन हुन्छ। फर्स्ट वान, खाइसेन। आई नो सी फुडभन्दा सबलाई डर लाउँछ, त्यसैले बिगिनरलाई सबभन्दा सेफेस्ट अप्सन भनेको सुसी। मेरो फेभरेट हामाची। फिसी टेस्ट पनि हुँदैन, अलिकति स्विट हुन्छ अनि एकदमै स्मुथ, लाइक बटर जस्तो के। एकचोटि ट्राई गरेपछि युल बी लाइक, ए मैले किन यो अगाडि नै ट्राई गरेन। नेक्स्ट तपाईँहरूले ट्राई गर्नै पर्ने भनेको याकितोरी। बेसिकली भन्दा ग्रिल्ड चिकन, तर अपग्रेडेड भर्जन। यो हेर्दा नै सबैको डायट प्लान फेल हुन्छ के। यत्तिकै ग्रिल गरेको नि मिठो हुन्थ्यो, तर सोय सस र ग्लेज गरेपछि त ब्रदर सेल्फ कन्ट्रोल नै गर्न हुँदैन। भातसँग खायो भने त झन् गेम ओभर। अनि लास्टमा उदन। यो चाहिँ मेरो पर्सनल फेभरेट। रिच वार्म सुपमा सर्भ गरिन्छ के, अनि कस्तो सस्तो। फर्स्ट टाइम हेर्ने बेलामा त धेरै मोटो भएर के नुडल्स कस्तो अनयुजुअल लागेको थियो। यो नुडल्स हो कि पाइप हो भनेर कन्फ्युज भएको कि म। तर एकचोटि ट्राई गरेपछि एकदमै स्मुथ, कस्तो चिवी टेक्स्चर के, अनि कस्तो कम्फर्टिङ। स्पेसली कोल्ड वेदरमा खायो भने त पुरा बडी नै वार्म हुन्छ। सिम्पल छ तर टेस्ट चाहिँ एकदमै एडिक्टिभ छ। ओ लास्टसम्म हेर्नुभयो? तपाईँहरू त सर्टिफाइड फुडी रहेछ नि त। अब फलो नगर्ने हो भने म त पर्सनली स्याड हुन्छु है।